हेलो साथीहरू, नमस्ते। आज चाहिँ म तपाईँको चिकन फ्राई रेसिपी लिएर आएको छु होइन। यसको लागि चाहिँ म मेरिनेट गर्नको लागि तयारी हुँदैछु। अनि तपाईँले चाहिँ चाहिने नुन, बेसार, त्यहाँबाट तपाईँको अलिकति रातो खोर्सानीको धुलो, अनि थोरै टेस्टिङ पाउडर लगाउनु भए पनि हुन्छ होइन, त्यो चाहिँ अप्सनल हो। अनि जिराको धुलो, अलिकति धनियाँ पनि लगाउनुहुन्छ, जिराको धुलो लगाउनु होला। अनि अलिकति त्यहाँबाट अलिकति मैले चाहिँ मनपर्छ र अलिकति ब्ल्याक पेपर पनि राखेको छु यो जाडोमा। अनि त्यहाँबाट लेमन राख्नु होला, लेमन जुस होइन, एउटा दानाको हाफ लेमन जुस राख्दाखेरि हुन्छ। अनि त्यहाँबाट त्यही हो, नर्मल तपाईँसँग घरमा जे छ त्यही मसला लाउँदा पनि हुन्छ। मैले थोरै बेसन राखेको छु, यो चाहिँ कोटिङको लागि हो बेसन। अनि त्यहाँबाट थोरै मैदा पनि मिसाएको छु, त्यो गर्दाखेरि चाहिँ तपाईँको राम्रोसँग कोटिङ लाग्छ चिकनमा। अनि त्यहाँबाट मैले चाहिँ 2 दाना एग पनि राखेको छु है, पहेँलो भागसहित। यो चाहिँ लेमन हो। मैले 2 दाना एग पनि राखेको छु। अनि एग फोर्न चाहिँ मलाई खासै आउँदैन, माइन्ड नगर्नु होला होइन। एक हातले मोबाइल समाइरहेको थिएँ, त्यही भएर अर्को हातले फुटाउँदैछ थियो, बोक्रा सोक्रा पनि त्यहीँ लागिरहेको थियो। अनि मैले चाहिँ के भुलेँ भनेको म्यारिनेट गर्न थालेको। म्यारिनेट गर्ने बेलामा चाहिँ मैले तपाईँको अदुवा लसुन चाहिँ हाल्न भुलेछु के भुलेँ भन्दै थिएँ। अनि अदुवा लसुन चाहिँ हाल्न भुलेको रहेछ है। अनि त्यहाँबाट पछि फेरि मैले चाहिँ मोलिसकेपछि पनि फेरि थोरै अदुवा लसुन हालेँ। अनि 15 देखि 20 मिनटसम्म छोपेँ, टाइम थिएन नि त। अनि तेल पनि गरम भइसकेको थियो। अनि मैले चाहिँ एक एकवटा पिस गरेर ठ्याक्क तेलमा राखेँ होइन। अनि यो फुल्ली चाहिँ पकाइनँ मैले, एकचोटि तपाईँको 6-7 मिनट 5-6 मिनट जति, 4-5 मिनट होला, 5-6 मिनट जति फ्राई भएपछि निकालेर राखेको थिएँ। अनि 2 चोटिमा चाहिँ मैले सबै पकाइसकेँ होइन। करिब 1 केजी 1200 ग्राम 1200-1300 ग्रामको चिकन हो, त्यही भएर। अनि मैले चाहिँ निकालेर राखेको थिएँ। फेरि डबल अर्कोचोटि थोरै लगभग 30 सेकेन्डदेखि 1 मिनटसम्म चाहिँ तपाईँको फेरि डबल फ्राई गरेँ मैले। अनि निकालेँ। चिकन एकदम दामी भएको थियो होइन, पानी परिरहेको थियो बाहिर झमझम। अनि साथीहरूसँग के गरौँ के खाउँ भनेको, खानासँग खाउँ भनेको होइन, खानासँग नखाउँ, आज त झ्याप्प मौसमले च्यालेन्ज गरेछ भन्न थाल्यो। र त्यसो भए ल्याउनु न त ओरेन्ज जुस, एक गिलास खाउँ भनेर। अनि त्यहाँबाट मैले चाहिँ यो बनाइसकेपछि ओरेन्ज जुसहरू लिएर आयो साथीहरूले। अनि हामीले टक्क 3 जना थियौँ होइन। ट्याक्कसँगले ओरेन्ज जुस चाहिँ प्लास्टिकको गिलासमा राखियो थोरै। अनि ट्याक्कसँगले मैले चाहिँ, अनि मलाई चाहिँ फेरि अलिकति यस्तो चिज बनाउँदाखेरि डेकोरेसन गर्नुपर्छ क्या। डेकोरेसन भन्नाले यस्तो सलाद खोर्सानीहरू। अनि त्यतिखेरै मैले यो चाहिँ हिट गरेको, डबल हिट गरेको बेलाको यो। अनि मैले चाहिँ फेरि त्यतिखेरै अलिकति खोर्सानी पनि फ्राई गरेँ कि त्यसैमा, त्यही म्यारिनेट गरेको अलिअलि उब्रेको थियो। अनि खोर्सानी चाहिँ मैले फ्राई गरेको देखाएको छैन। खोर्सानी तातो फ्राई गरेको खोर्सानी खाँदा एकदम मिठो हुन्छ कि, हेर्नुहोस् त। अनि मैले चाहिँ प्लेटिङ गरेँ 3 जनालाई टक्क होइन। यो चाहिँ मेरो प्लेट हो। अनि त्यहाँबाट साथीहरूलाई सोधेको कस्तो भएको थियो भनेको, एकदम मिठो भएको छ दाइ भने। मलाई पनि खुसी भएँ होइन। अनि लास्टमा चाहिँ